43 वर्षपछि दाजु बहिनीको रियुनियन भएको छ आज। हेलो, मैले घरमा बनाउनै भ्याइन अघि भिडियो। मलाई कस्तो हतार हतार भएर अनि अहिले चाहिँ हामी के अरे गाउँ जान लागेको हो। अनि बाटोमा बसेर खाजा खाँदैछौँ। यी अङ्कल पनि त्यहाँ त्यस्तै बसेर खाँदै हुनुहुन्छ। वाउ, मिठो छ अरे। म चाहिँ खाँदिनँ, म चाहिँ भमिट गर्दा गर्दा पागल भएको मान्छे। एकदम धेरै गाडी एकदम गाडी लागेर ल उसले आँखै हेर्न सकेको छैन। चाहिँ पूजाको तयारी हुँदैछ। हाम्रो कुलदेवताको पूजाको तयारी हुँदैछ। यहाँ चाहिँ आन्टीहरू फुपूहरू मिलेर गर्दै हुनुहुन्छ। 15 चोटि अनि रेस्ट गर्ने, 15 चोटि गरेर रेस्ट गर्ने। त्यस्तो गर्नु भएन। Walking and yeah. Why have you pain? The muscle is short. And relax. Okay. Yes. Yes. Have you pain? अब चाहिँ उसको भाकलको भागको पूजा हुँदैछ। मान्ने बाँकी छ। मान्यो। तिमी त हेर्दिनौ, तिम्रो बोका मानिसक्यो त्यहाँ। मान्यो। बिहा भएको भन्नु, बिहा भएको भक्कल भन्नु थाहा छैन, केही सिकाउनु पर्यो नि। थाहा छैन, मान्दै मानेन। हाम्रो अङ्कलको बोका त मान्दै मानेन। किन अब चाहिँ हामी कुलदेवताको मन्दिरमा जाँदैछौँ। त्यसको लागि चाहिँ पहिला यहाँ बाजा बजाएर आउनुपर्छ नि, बाजेसँग जानुपर्छ। जसरी बोकेर रेडी गर्नुभएको छ। अब यसरी हिँड्दै 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 हामी माथि हाम्रो मन्दिरमा पुग्छौँ। फर्स्ट टाइम कुलदेवताको पूजामा हल्दा कस्तो फिल भइरहेको छ। हाम्रो आन्टीको पनि फर्स्ट टाइम कुलदेवताको पूजाको हो। हल्दा कस्तो फिल भइरहेको छ पहिलो कुलदेवता। हामीलाई पनि रमाइलो लागिरहेको छ। तिमीलाई कस्तो लागिरहेको छ भन न। एकदम रमाइलो भइरहेको छ फाइट हेर्नलाई। यो चाहिँ हाम्रो कुलदेवताको मन्दिर हो। अनि यहाँ चाहिँ अब पूजा हुँदैछ, भर्खर स्टार्ट हुँदैछ। खर्कबाट बोल्दैछु होइन। हाम्रो खर्कमा चाहिँ यस्तो खालको पूजा हुन्छ कि तपाईँको अधिकारीहरूको पूजन पूजा हुन्छ। यहाँ चाहिँ विभिन्न गाउँका मान्छेहरू आउँछन्। अनि विभिन्न जात जातिहरूका मान्छेहरू चाहिँ आएर चाहिँ
पूजाआजा गर्छन्, भकल गर्छन्, आफ्नो निमको पूजा गर्छन्, भकलका पूजा गर्छन्। अधिकारी मात्र होइन कि बानिया कार्की हुन्छ नि, अरू अरू जातका मान्छेहरू पनि आएर चाहिँ पूजा गर्छन्। हाम्रो अरू जस्तो एउटै आएर चाहिँ पूजा गर्ने, एउटै सन्तान आएर एउटै खलक आएर पूजा गर्ने, एउटै थरले पूजा गर्ने हुँदैन कि। हाम्रो चाहिँ सम्पूर्ण थरहरूलाई समेटेर चाहिँ यहाँ पूजा गर्न सकिन्छ। हाम्रो एउटा राम्रो पक्ष चाहिँ त्यो छ। हेर्नुहोस् है। थ्याङ्क यू। कस्तो लागिरहेको छ कुलदेउताको पूजामा आउँदा? हाम्रो चाहिँ पूजा सुरु भयो। पूजा सुरु हुनलाई चाहिँ यो पूजा सुरु हुनलाई चाहिँ यो पुरानो के भन्छ लिङ्गा भन्छ कि के भन्छ पुरानो लिङ्गा हटाएर अनि त्यसपछि यहाँ चाहिँ सबै यसरी नयाँ चाहिँ हाल्छौँ। अब यो बाँकी भएको ध्वजा चाहिँ सबैजनाले आफ्नो पूजा गर्नुहुन्छ। यो नयाँ लिङ्गा जुन चाहिँ बोकेर लिएर आउनु भएको सबैजनाले लिएर त्यो चाहिँ अब यहाँ चेन्ज गर्नुहुन्छ। हाम्रो चाहिँ हामी 14 नम्बरमा पऱ्यौँ। 13वटा पोका काटेपछि बल्ल हाम्रो पालो आउँदैछ। यहाँ के मन्त्र भन्दै हुनुहुन्छ बाहुनले अनि सबैजनाले एकअर्कालाई $43 वर्षपछि दाजु बहिनीको रियुनियन भएको छ आज। आमाले को भन्नुभयो त्यस्तो इमोसनल भएँ म। लिनु है पैसा ल तिमीहरूको राम्रो भेजिदिनु पायो अरे हेरे। अब चाहिँ त्यहाँ पोका काट्छ जुन चाहिँ हामी हेर्न अलिक सक्दैनौँ। सो हामी घर जाँदै सम्झाउँदा अरू मान्छेहरूले चाहिँ यसरी हजुर दृश्यहरू देख्दा चाहिँ मलाई अलिक डर लाग्छ। भन्दै लडेँ म अङ्कलहरूले चाहिँ बोका लिएर आउनु भयो। आमाको सहारा दुईटा रहेछ त। ल यता हेर देखाऊ। तिमीलाई डर लागेको छैन त्यस्तो गर्दा? किनभने आफ्नै भक्कलको भएर होला। ल उनीहरू चाहिँ त्यहाँ गेम खेलिरहेको छ। लडलाई पछाडि फाइनली काम लाग्यो। फाइनली तर काम डुब्ने बेला भयो। प्रसाद हामी चाहिँ अब यसरी खाना खान लागेको। यो चाहिँ प्रसाद, खानाभन्दा पनि प्रसाद। सबैजना कोही खाँदै हुनुहुन्छ, कोही पस्किँदै हुनुहुन्छ। फुपूले पकाउनु भएको
मामुलाई एकदम धेरै मिस गरिरहेको छौँ। चाहिँ कालिम्पोङ बसाउन पाउनु भएको छ।